नमस्कार। त्यसमा पनि धौलागिरी गाउँपालिका 7 वटा वडाहरू मिलेर बनेको छ। यसको 7 वटा प्रत्येक वडालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा मिति 2081 साल 12 महिना 17 गते हामी धौलागिरी गाउँपालिकाको मराङ स्वास्थ्य चौकीबाट म्याग्दी जिल्ला कार्यक्रम सम्पन्न गर्नका लागि हामीले मराङबाट सुरुवाती चालेका थियौं भने हामी धौलागिरी गाउँपालिकाको वडा नम्बर 1 गुर्जा र मुदीमा हामी मिति 2081 12 महिना 28 गते हामीले वडा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा कार्यक्रम समापन सँगै जिल्ला खोप समन्वय समितिमा हामी प्रतिवेदन पठायौं। वडा अध्यक्षज्यूहरूलाई पनि हार्दिक अनुरोध गर्दछु।
कार्यक्रमको यस आयोजनामा उपस्थित सम्पूर्णलाई धन्यवाद दिँदै यस कार्यक्रमको सफलताको शुभकामना पनि व्यक्त गर्दै बिदा हुन चाहन्छु। सबैभन्दा पहिलो बर्थिङ सेन्टर भनेर चाहिँ सुरुवात कहाँ गरेका थियौँ भन्दा तत्कालीन ताकम गाविसको स्वास्थ्य चौकीलाई म्याग्दी जिल्लाको पहिलो बर्थिङ सेन्टर भनेर घोषणा गरेका थियौँ, जसको अगुवाई कदम म्याग्दीले र हरि पौडेलले गरेका थियौँ। र आज हामी यो घोषणामा उपस्थित हुँदै गर्दा म्याग्दी जिल्लाको मात्र धौलागिरी गाउँपालिका मात्र होइन, म्याग्दी जिल्लाको सबै गाउँपालिकामा तत्कालीन गाविसमा रहेका स्वास्थ्य चौकीहरूमा बर्थिङ सेन्टर सञ्चालन गर्नुपर्छ भनेर निर्णय गराउनेमा सम्भवतः तत्कालीन अवस्थाका चाहिँ सबै स्वास्थ्य चौकीहरूमा लेखेको चाहिँ अक्षर आज पनि मेरो हातले लेखेको अक्षर इतिहास खोज्यो भने भेटिन्छ। हामीले यो आजको दिनसम्म आउनको लागि सामाजिक संस्थाहरूले जुन खालको एउटा चाहिँ योगदान गरेका छन्, त्यो योगदानलाई म आजकै दिनमा यहाँ उपस्थित मञ्चासीन भएर बसिरहनु भएको सम्पूर्ण महानुभावको अगाडि के मात्रै म अनुरोध गर्न चाहन्छु आजको यो सुखद दिनमा भने यो कार्यक्रमलाई यहाँले मूल्याङ्कन चाहिँ गरिदिनु होला। सङ्घीयता पछाडि सामाजिक संस्थाहरूसँगको चाहिँ सहकार्य स्थानीय पालिकाहरूमा त्यति सौहार्द भएको मैले महसुस गरिरहेको छैन। विभिन्न कारणहरू हुन सक्छन्, बुझाइमा कमी हुन सक्छ, हाम्रो सम्बन्धमा कमी भएको हुन सक्छ, धेरै कुराहरू ग्याप हुन सक्छ। तथापि सामाजिक संस्थाहरू नेपाल सरकारले लिएको हरेक लक्ष्यको लागि चाहिँ सहयोगी संस्थाहरू भएको हुनाले म फेरि पनि यो धौलागिरी गाउँपालिकालाई पनि के अनुरोध गर्न चाहन्छु भने हामीहरू यहाँहरूको चाहिँ यहाँहरूसँग चाहिँ सहकार्य गरेर पालिकाले लिएको लक्ष्य जहिले पनि चाहिँ परिपूर्ति गर्नको लागि हामी तत्पर छौँ। र सम्पूर्णलाई धन्यवाद दिँदै महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको प्रमाणपत्र लिइदिनु हुनका लागि हामीले यो कार्यक्रम सञ्चालन गर्दै गर्दा र हामी त्यो कार्यक्रम सम्पन्न गरिसके पछाडि हामीले पुनः फेरि हामी यो कहीँ छुट्यो कि कहीँ हाम्रो बच्चाहरू छुट्यो कि भन्ने जसरी हामीले पुनः समीक्षा गऱ्यौँ र हामीले कार्यक्रमको तय हामी 8 गते गर्छौँ भनी जसरी घोषणा गरेका थियौँ र हाम्रो तलबाट आएको जनस्वास्थ्य टोलीले हामी एकचोटि फेरि डेटा करेक्सन गर्छौँ। यदि डेटामा करेक्सन गर्ने क्रममा कुनै बालबच्चा छुटेछ भने फेरि तपाईँहरूको डेट ढकलिन सक्छ भन्ने Kamana
सम्झना म्यामले भन्नुभएको थियो र हाम्रो यो जनस्वास्थ्यको यो महत्त्वपूर्ण र यो लागत प्रभावी कार्यक्रम पनि हो। किन भनेपछि हामीले यसमा 100 रुपियाँ लगानी गऱ्यो भने यसको प्रतिफल 1600 आउँछ भनेर हाम्रो विभिन्न अध्ययनले पनि देखाएको छ र हाम्रो यो नेपालको संविधानमा पनि आधारभूत स्वास्थ्य सेवा मौलिक हकको कुरा गरेको छ र यो हाम्रो आधारभूत स्वास्थ्य सेवामा हाम्रो खोप कार्यक्रम पनि पर्ने गर्दछ र हाम्रो यो खोप ऐन र नियमावलीमा पनि के भनेको छ भनेपछि प्रत्येक बालबालिकाले यो खोप पाउनुपर्छ र हाम्रो त्यो बालबालिकाको नैसर्गिक अधिकारको कुरा पनि त्यसमा उल्लेख गरेको छ। त्यसै गरी हाम्रो यो विभिन्न ऐन तथा हाम्रो यो नीतिमा पनि खोपलाई अलि महत्त्वपूर्ण एउटा यो कार्यक्रमको रूपमा नै हाम्रो लिएको छ र यो धौलागिरी गाउँपालिकाले पनि यसलाई यो महत्त्वपूर्ण कार्यक्रमलाई उसलाई अवधारणालाई अगाडि बढाउँदै यो हाम्रो 2081 चैत्र महिनाको 17 देखि हाम्रो यो ओडाबाट सुरु भएको थियो र हाम्रो यो पालिका आज हाम्रो यो म्याग्दी जिल्लाकै पहिलो भएको छ र यस पश्चात हामीले जिल्लामा पनि पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्नेछौँ र त्यसपछि हाम्रो प्रदेशमा पनि हाम्रो प्रदेश पूर्ण खोप सुनिश्चित र घोषणा यो दिगोपना कार्यक्रम पनि हुनेछ। भन्न खोजेको यो एउटा ओडाको पनि खोप लगाउँदाखेरि पनि यसले प्रदेशलाई पुरा देशलाई नै यसले के गर्छ भनेपछि यो पूर्ण खोपतिर अगाडि बढाउँछ। त्यसले गर्दाखेरि प्रत्येक बालबालिकाले यो पूर्ण खोप यो हाम्रो खोप पाउनुपर्ने पनि हुन्छ र हाम्रो यो पूर्ण खोप सुनिश्चित तथा दिगोपन कार्यक्रमलाई यो सफल बनाउनु हुने स्वयंसेविकाजीहरू स्वास्थ्यकर्मीजीहरू विभिन्न वडाजीहरू हाम्रो जनप्रतिनिधिजीहरू सम्पूर्णलाई म धन्यवाद दिँदै र यो कार्यक्रम आज यो सफल भएकोमा यहाँहरूलाई पनि म धन्यवाद दिँदै र मन्तव्यलाई नै जोड्न चाहन्छु। जिल्ला खोप समन्वय समितिका संयोजक एवं जिल्ला यो कार्यक्रमलाई आज सम्पूर्ण म्याग्दी जिल्लाकै पहिलो यो खोपलाई पहिलो स्थानमा हासिल गर्न सफल हुनु भएको छ। हजुरहरूलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु किनभने हामी चैत महिनामा हाम्रो नियमित खोप कार्यक्रमहरू रहेको हुन्छ त्यसमा पनि हाम्रा बालबालिकाहरू कति छुटे भनेर हामी वैशाख महिनामा चाहिँ निरन्तरता दिएर यो पालिकामा चाहिँ खोपबाट कुनै पनि बच्चाहरू वञ्चित छैनन् है। अब खोप सम्पूर्ण बालबालिकाले खोपहरू लिइसके भनेर यो पालिकाले जुन कार्यक्रम अगाडि बढाउनु भयो आज यो पूर्ण खोप घोषणा गर्न गरियो आज। यसका लागि नि यो गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष वडाध्यक्ष कार्यपालिका सदस्य गाउँसभा सदस्य सम्पूर्ण यो पालिकाका कर्मचारी टिमहरू स्वयंसेविका दिदीबहिनीहरू यो धौलागिरीका सम्पूर्ण जनसमुदायहरूलाई म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। आज हाम्रा बालबच्चाहरू कुनै पनि रोगबाट वञ्चित छैनन् भन्ने आज यो पूर्ण खोप सुनिश्चितताले बताउँछ। आज हामी धेरै खुसी छौँ। अघिल्लो वर्षमा पनि हामी म्याग्दी जिल्ला गण्डकी प्रदेशमा पूर्ण खोपमा पहिलो अवस्थामा रहेका थियौँ। अहिले पनि यो म्याग्दी जिल्लालाई पहिलो अवस्थामै राख्नको निमित्त हामी खोप समन्वय समिति जिल्लाले धेरै यो क्रियाकलापहरू अगाडि बढाइसकेको छ। आज धौलागिरी गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा गरियो। भोलि मालिका गाउँपालिका गर्दैछौँ, पर्सि मङ्गला गाउँपालिका गर्दैछौँ। यसै गरी हाम्रो योजना छ यो वैशाखको 19 गतेभित्र म्याग्दी जिल्लामा रहेका 6वटै स्थानीय तहलाई पूर्ण खोप घोषणा गर्ने हाम्रो योजना छ। यो योजनालाई तपाईँले जसरी सहयोग गरेर आज हामी धौलागिरी गाउँपालिकालाई घोषणा गर्यौँ योमा हजुरहरूलाई धेरै मैले धन्यवाद दिन चाहन्छु। हामी प्रतिबद्धता हुनको निमित्त पनि हाम्रो एउटा त्यहाँ प्रतिबद्धता पत्र छ। जतिजना यहाँ उपस्थित छौँ सम्पूर्णले त्यो प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेर जानुहुनेछ र यो कार्यक्रमलाई चाहिँ अहिले घोषणा गरियो भनेर हाम्रो घोषणा भइसक्यो भनेर हामी बस्दैनौँ। वर्षै नै निरन्तरता दिनेछौँ भन्ने आशा र अपेक्षा राख्दै मलाई यस कार्यक्रममा बोलाएर धौलागिरी गाउँपालिकाले आफ्नो प्रमुख अतिथिको 2-4 वटा शब्द राख्न दिनुभयो।
यहाँलाई हृदयदेखि नै धन्यवाद दिँदै मेरो भनाइ यहाँ अन्त्य गर्छु। हस्त धन्यवाद, नमस्कार। समारोहमा उपस्थित सम्पूर्णलाई विशेष धन्यवाद दिँदै प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिगण लगायत विभिन्न ओडाबाट पाल्नु हुने ओडा सचिव, स्वास्थ्य कर्मी, विद्यालयका व्यापारी, जनजाति, दलित, अपाङ्ग सञ्जाल एवं धौलागिरी गाउँपालिका अन्तर्गतका हामी सम्पूर्ण बासिन्दाहरू आगामी दिनमा समेत पुनः खोप पालिका श्रेष्ठता तथा दिगोपना कायम राख्ने प्रतिबद्धता व्यक्त गरी हस्ताक्षर गर्दछौँ। धन्यवाद। यसको महत्त्व के छ भन्ने कुराहरू चाहिँ मभन्दा अगाडिको वक्ताहरूबाट तपाईँले सुन्दै छ। विशेष गरेर हामीले यो वार्षिक रूपमा गर्ने कार्यक्रम हो, यो वर्षै पछि गर्न पनि कार्यक्रम हो र यो अनिवार्य गर्न पनि कार्यक्रम पनि हो। सबै बालबालिकाहरूले 15 महिनाको यहाँ गएर हस्ताक्षर गरिदिनु हुन अनुरोध गर्दै म कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु। अब हामी अन्त्यतर्फ आइसकेका छौँ। पूर्ण खोप र विशेष गरेर चाहिँ हामी चाहिँ बुझेर नै आज मलाई लाग्छ धौलागिरी गाउँपालिकाका सम्पूर्ण बच्चाले खोप लाग्यो भनेर आज हामी घोषणा गर्दैछौँ। यसमा मानेर पनि हामी आफ्नै आभारी छौँ र सम्पूर्ण स्वयंसेविका, स्वास्थ्य कर्मी र सम्पूर्णलाई हार्दिक धन्यवाद पनि चाहन्छु। किन भन्दा धौलागिरी एउटा भौगोलिक हिसाबले विकसित भएको ठाउँ हो। यो ठाउँमा आएर धेरै टाढाबाट आएर स्वास्थ्य कर्मीले सेवा दिनुभएको छ। बिना तपाईँको चाहिँ तलबमा, बिना देउमा स्वयंसेविकाले तपाईँले चाहिँ त्यहाँ सेवा दिनुभएको छ। त्यसले गर्दा पनि तपाईँहरूप्रति धौलागिरी गाउँपालिका, सिङ्गो धौलागिरी गाउँपालिका तपाईँहरूप्रति विशेष धन्यवाद दिन चाहन्छु। र विशेष गरेर चाहिँ आजको यस कार्यक्रमलाई जिल्लाबाट समन्वय कार्यवाहक समन्वय प्रमुखज्यू, त्यसै गरेर स्वास्थ्य शाखाका प्रमुखज्यूहरू सम्पूर्णले यस कार्यक्रमलाई धौलागिरी गाउँपालिका साह्रै टाढा गाउँपालिका जानको लागि अट्याक्ने गाउँपालिकामा पनि तपाईँहरू चाहिँ झिझो नमानिकन आएर यस कार्यक्रमलाई सभ्य र भव्य रूपमा सफल पार्नलाई आउनुभयो। तपाईँहरूलाई पनि विशेष धन्यवाद चाहन्छु। र विशेष गरेर वडाबाट यहाँ 7 वडाका अध्यक्षज्यूहरू सम्पूर्ण यहाँ आएर यस कार्यक्रमलाई सफल पार्नको लागि आउनुभयो। तपाईँहरूलाई विशेष धन्यवाद चाहन्छु। त्यसो गरेर कार्यपालिका सदस्य लगायत सम्पूर्ण सदस्यज्यूलाई विशेष धन्यवाद चाहन्छु। त्यसै गरेर एकदम बिहानदेखि नै खटिएर मेरो चाहिँ आफ्नो परिवार धौलागिरी गाउँपालिका सम्पूर्ण कर्मचारी मित्रहरूलाई पनि विशेष धन्यवाद दिन चाहन्छु। र विशेष गरेर आजको यो कार्यक्रम चाहिँ हामी यो पहिलोचोटि मलाई यहाँ उद्देश्य भयो कि पढेसमै हामी पहिलोचोटि गरेछौँ। त्यस मानेमा पनि हामी साह्रै नै यसप्रतिमा हर्षित छौँ। जिल्ला त हामी योभन्दा पहिला पनि मलाई लाग्छ हामी फर्स्ट भएको थियौँ, तर यो पाला हामी पढेसमै फर्स्ट भएको छौँ। धौलागिरी गाउँपालिका धौलागिरी हिमालसँग जोडिएको यसको काखमा भएको गाउँपालिकालाई हामी साँच्चीकै गण्डकी प्रदेशभरि नै हामी चाहिँ समृद्ध खालको चाहिँ पालिकाहरू हुँदै गर्दा पनि हामी विगत पालिकाले यसै घोषणा पाएको अवसर पाएका छौँ। यसमा यहाँ पनि सम्पूर्ण जिल्लादेखि लिएर सम्पूर्ण पालिका, सम्पूर्ण कर्जालाई सम्पूर्णलाई विशेष धन्यवाद चाहन्छु। र म धेरै लामो नबोलिकन, किन भन्दा यहाँ फेरि हामी चाहिँ अस्तिको पनि फर्किन पर्ने अवस्थाहरू छ र सम्पूर्ण फेरि भोकाएको अवस्था पनि छ। त्यसले गर्दा लामो नबोलिकन विशेष गरेर सम्पूर्ण चाहिँ आजको यो कार्यक्रम सफल पार्नको लागि जहाँ जुन तत्परता लाग्नुभयो तपाईँहरूलाई विशेष धन्यवाद दिँदै आगामी दिनहरूमा पनि तपाईँहरूको साथ सपोर्ट सधैँ रहनेछ भन्ने आफ्नो चाहिँ अपेक्षा राख्दै आजको यस कार्यक्रम यहाँनिर समापन भएको घोषणा गर्दै आफ्नो भनाइ गर्दछु। हस्, धन्यवाद।